हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ मैले घरमै सजिलो तरिकाले चिकन चिल्ली बनाउने रेसिपी लिएर आएको छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यसको लागि हामीले सुरुमा 1 किलो चिकन लिएका छौँ। त्यसमा हामीले कर्नफ्लोर एड गर्यौँ, अलिकति मैदा एड गर्यौँ। त्यस पछाडि फेरि हामीले यसमा अलिकति अदुवा लसुनको पेस्ट छ, यसलाई एड गर्यौँ। त्यसमा अलिक काश्मिरी मिर्च पनि राख्यौँ थोरै, त्यो चाहिँ कलरको लागि। मसला हाल्यौँ, त्यसमा हामीले घरमै पिसेको मसला, हल्दी हाल्यौँ अलिकति, एउटा अन्डा राख्यौँ, स्वाद अनुसारले नुन हाल्यौँ, अब यसलाई मजासँगले म्यारिनेट गर्नेछौँ। यसलाई मजासँगले यसलाई मुछेर म्यारिनेट गरेर यस्तो भयो। अब यसलाई हामीले आधा घन्टा छोपेर राख्नेछौँ। यसमा एउटा बिर्सियो छ अघि अमिलो हाल्नलाई, कागती हाल्नलाई। अब कागतीको साटो हामीले घरमा बनाएको अमिलो थियो हामीसँग, त्यही अमिलो अलिकति एड गरेका छौँ। अमिलो हालेर एकछिन फेरि त्यसलाई हामीले मजाले म्यारिनेट गऱ्यौँ, ताकि सबै मासुमा अमिलो पसोस् हैन। अब यसपछि यसलाई हामीले आधा घन्टाको लागि छोपेर राख्नेछौँ। आधा घन्टा पछाडि हामीले प्यानमा तेल राखेर ततायौँ। यहाँ हामीले काटेर राखेको यो उसको चिकन चिल्लीको लागि चाहिने क्याप्सिकम हैन राखेका छौँ। क्याप्सिकम, के भन्छ, प्याज, लसुन हामीले तार्न सुरु गरौँ। अब यो एकदम रातो हुन्जेलसम्म खर्याउने, यसलाई यो रातो हुन्छ हैन, पाक्छ मजाले। पाकेपछि यसलाई पाकुन्जेलसम्म त अब राख्नु पर्यो नि त हैन, कति लाग्छ, 5-7 मिनट 10 मिनट जति राखेर अब यो रातो भइसक्यो, घुम्न लागेको छ। अब यो एकचोटि यसलाई पल्टाइयो, रातो भइसकेको छ। यसलाई हामीले अब छानीले छानेर मजासँगले तर्याएर यसलाई निकाल्छौँ। अब यसै गरी सम्पूर्ण यो चिकनलाई हामीले यसै गरी तार्नेछौँ। यो तारिसके पछाडि तारेर सबै बनाइसक्छौँ। हामीले लगभग सकिसकेका छौँ तारेर। टाइम धेरै लाग्छ, भिडियो लामो हुन्छ भनेर हामीले अलिकति थोरै छुट्याउने प्रयास गरेका छौँ। तरिका चाहिँ यही हो। चिकन हाम्रो रेडी भइसकेको छ, थोरै ठुलो पिस भएछ। अब यसलाई हामीले थोरै कटिङ पनि गर्छौँ हैन। यसको लागि हामीले खोर्सानी, प्याज, लसुन, गाजर रेडी बनाएका छौँ। क्याप्सिकम अनि प्याजलाई ठुलो उसमा राखेका छौँ, काटेका छौँ। पहिले सुरुमा लसुन पुराउने, धेरै पाक्नु हुँदैन चिकन चिल्लीमा, अलिक काँचै हुनुपर्छ। त्यसबाट हामीले
प्याज काटेको मसिनो प्याजलाई पनि थोरै एड गऱ्यौँ। त्यसमा हामीले खोर्सानी हाल्यौँ। बेसार हाल्नु पर्यो, त्यो अघि चिकनको लागि हालेको थियो। अब यो क्याप्सिकम अनि प्याजहरूको लागि हामीले यो बेसार पनि हाल्यौँ होइन। गाजर पनि हामी एड गर्छौँ, गाजर राख्यौँ। अब सबै हाल्ने होइन, गाजर हालेर अलिअलि चलायो। त्यसबाट फेरि हामीले अब क्याप्सिकम प्याज एकैचोटि हालेर हामी यसलाई मजासँगले चलाउँछौँ। चिकन चिल्ली बनाउँदा यो धेरै पाक्नु हुँदैन, धेरै पाक्यो भने मिठो हुँदैन, हल्का पाक्नुपर्छ। यसमा अलिकति सोया सस राखिन्छ। सोया सस हालेर एकछिन चलाउने। यसलाई स्वादअनुसार यसको नुन हाल्नु पर्यो। यसलाई पनि अघि चिकनलाई हाल्यो, अब यो क्याप्सिकमहरूलाई पनि चाहियो नि त, मिल्लो मिल्लो हुनु पर्यो नि त होइन। अब यसमा हामीले सस हाल्छौँ। अब यो केचप हो, टमाटर केचप हालेर यसलाई मजाले हेर्नुभयो, मजाले हाल्यो। अब यो चिकन चिल्लीको लागि यो केचप हाल्नुपर्छ। कलर पनि राम्रो आउँछ, स्वाद पनि राम्रो आउँछ, स्वाद पनि मिठो हुन्छ। गुलियो भएकोले पनि हुनसक्छ होइन। यसमा चिली फ्लेक्स भन्ने हालियो, चिली फ्लेक्स। अलिकति मरिचको धुलो। अब यसलाई चिकन एड गर्ने होइन, हल्का हल्का पाको नि त होइन। त्यसबाट हामीले चिकनलाई एड गऱ्यौँ। यसलाई मजाले चलाउने। लगभग रेडी भइसकेको छ। हेर्दै कति मिठो छ है। अब यसलाई हामीले सर्भ गरेर देखायौँ। हेर्नु होला, हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र एउटा यस्तै भिडियोको लागि एउटा बेल आइकन थिच्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।